हे गाइज वेलकम ब्याक टु बाडखोला मोटरसाइकल वर्कसप। सो गाइज म आज हजुरहरूलाई बाहिर करेन्ट कसरी निकाल्छ त्यो चाहिँ सिकाउँछु ल। बाहिर करेन्ट निकाल्नलाई चाहिँ यति सामान अनिवार्य चाहिन्छ है। एउटा ब्याट्री, सिडिआईमा नै हुन्छ एसी र डिसी सिडिआई चाहिन्छ है। डिसी सिडिआई म पछि हजुरलाई सिकाउँछु कस्तो डिसी सिडिआई बने। अनि एउटा प्लग, राम्रो प्लग सर्ट नभएको, पिकअप कोइल, यस्तो ज्याकहरू त चाहिन्छ, अब मिलाएर हाल्नुपर्छ त्यो ज्याकहरू त। अनि यो इग्निसन कोइल, अनि अलिकति तारहरू ल। अब यसको वायरिङ गरेर म हजुरहरूलाई भन्छु ल। बाहिरबाट करेन्ट निकाल्नलाई पहिला सिडिआईको वायरिङहरू जान्न जरुरी हुन्छ। यो चाहिँ डिसी सिडिआई हो, एसी सिडिआई होइन। डिसी सिडिआई भनेपछि यो ब्याट्रीबाट यसमा करेन्ट जान्छ। चाबी अन गर्ने बित्तिकै यसमा करेन्ट जान्छ। यो एक्टिभ हुन्छ अनि करेन्ट दिन्छ। यसको वायरिङ डायग्राम चाहिँ यो ग्रीन र ब्लू, यो दुईटा पिकअप कोइलको लागि, र यो ऑरेन्ज अनि यो ब्राउन। ऑरेन्ज चाहिँ इग्निसन कोइल, यो ब्राउन चाहिँ 12 भोल्ट डिसी, अनि यो ब्ल्याक ग्राउन्ड। सो गाइज मैले यो चाहिँ फाइनली बनाएर पुरै रेडी गरिदिएँ है। अब यो चाहिँ बाहिरबाट करेन्ट फाल्छ है, यहाँ बाहिरबाट करेन्ट फाल्छ। यो सिडिआईको वायरिङहरू जोइनिङ गरेर मिलाइदियो सबै हेर्नु है। यो बाहिरबाट यो कपडाले छोपेर राखेको करेन्ट राम्रोसँग दिनुहोस् भनेर। हेर्नु भयो।